ल साथीहरू म चाहिँ अब आफ्नो गाउँघर त्यही मकै भात्ने कार्यक्रम भइरहेछ म चाहिँ मकै भात्न आएको है ल है टक्क मकै भात्नु पर्यो यस्तै छ गाउँघरको जिन्दगी हैन ल साथीहरू मैले चाहिँ मकै भाँचेर यहाँनिर थुपारेर राखेको छु अब चाहिँ मकै भाँच्ने काम अहिलेलाई तत्कालै स्थगित गर्नु पर्यो भोक लाग्न थालेको 12 बजिसक्यो अब खानासाना खाएर रेस्ट अब यति मकै बोकेर घरमा लगिराख्नु पर्यो त्यसपछि फेरि दिउँसोतिर भोलितिर अरू चाहिँ अब यो म चाहिँ यो बारिहाल्छु है त साथीहरू अब मकै बारिहाल्नु पर्यो ल साथीहरू बारिहालेर सक्यो अब बोक्नु पर्यो साथीहरू है आजलाई चाहिँ यति ल